नमस्कार प्रिय दर्शकवृन्द, स्वागत छ आजको राशिफलमा। आजको दिन तपाईको जीवनमा नयाँ मोड ल्याउने दिन हो। 2082 साल मङ्सिर 19 गतेको राशिफल सुन्नुहोस्। शान्त मन, खुला हृदय र सकारात्मक सोचका साथ सुन्नुहोस्। आज तपाईको भाग्यले तपाईलाई के भन्न चाहन्छ? मेष राशि। आजको दिन ऊर्जा र आत्मविश्वासले भरिएको छ। रोकिएका काम अघि बढ्नेछन्। परिवारबाट समर्थन पाइनेछ। धन लाभको सानो तर स्थिर सङ्केत छ। वृष राशि। धेरै सोचेर अघि बढ्नुहोस्। धनको लेनदेनमा सावधानी जरुरी छ। काममा ढिलाइ भए पनि अन्त्यमा राम्रो नतिजा पाइनेछ। स्वास्थ्यमा सुधार देखिन्छ। मिथुन राशि। नयाँ योजना बनाउन अनुकूल समय रहेको छ। साथीभाइ वा परिवारबाट सहयोग प्राप्त हुनेछ। भावनामा उतार चढाव आउन सक्छ। धैर्यले दिन राम्रो बनाइदिन्छ। कर्कट राशि। मनमुटाव वा गलत बुझाइको सम्भावना छ, त्यसैले शब्दमा ध्यान दिनुहोला। आर्थिक पक्ष भने मजबुत देखिन्छ। घरमा सानो ठूलो खुसी आउने योग छ। सिंह राशि। मान सम्मान बढ्ने दिन छ। नेतृत्व क्षमताको प्रशंसा हुनेछ, तर खर्च अचानक बढ्न सक्छ। बजेट मिलाएर चल्नुहोला। कन्या राशि। पुरानो तनाव हट्दै जानेछ। अध्ययन, व्यापार वा जागिर सबैमा प्रगति हुने योग छ। यात्राबाट फाइदा वा नयाँ अवसर भेटिन सक्छ। तुला राशि। घर परिवारमा हल्का तनाव देखिन सक्छ। महत्त्वपूर्ण निर्णय आज नलिनु राम्रो हुन्छ। दिउँसोपछि भाग्य बलियो हुँदै जाने सङ्केत छ। वृश्चिक राशि। काम धन्दामा प्रगति हुने योग छ। अर्थतन्त्रमा सुधार हुनेछ। प्रेम र सम्बन्धमा मिठास बढ्नेछ। आत्मविश्वास आज निकै प्रभावशाली रहनेछ। धनु राशि। नयाँ काम सुरु गर्ने राम्रो समय रहेको छ। सामाजिक मान प्रतिष्ठा बढ्नेछ, तर रिस नियन्त्रणमा राख्नु आवश्यक छ। शान्त रहन सके दिन सफल हुनेछ। मकर राशि। अचानक धन प्राप्ति वा सकारात्मक खबर आउने योग रहेको छ। घरमा शान्ति र खुसी रहनेछ। कुनै पनि कामका निर्णय लिनु आज बलियो र सही हुन सक्छन्। कुम्भ राशि। काममा अलि धेरै व्यस्तता रहनेछ। कागती वा सरकारी काममा सानो गल्तीले समस्या दिन सक्छ। सावधानी अपनाउनुहोला। ध्यान केन्द्रित गर्न समय निकाल्नुपर्छ। मीन राशि। भाग्यले आज साथ दिने योग रहेको छ। रोकिएका काम सहजै पूरा हुनेछन्। सम्बन्धमा मिठास र सम्मान पाउने योग रहेको छ। स्वास्थ्य सामान्य। खानपानमा ध्यान दिनुहोला। प्रिय दर्शकवृन्द, यदि तपाईलाई आजको राशिफल मन पर्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोला र हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। भोलि फेरि भेट्नेछौँ। तपाईको दिन शुभ रहोस्। भाग्य सधैँ तपाईको साथमा रहोस्। धन्यवाद।